सभामुख महोदय, यसपालिको यो बजेटको सन्दर्भमा अन्तिम दिन भए पनि मेरो पार्टीको सचेतकले, प्रमुख सचेतकले बोल्ने सुअवसर प्रदान गरिदिनु भयो र मेरो आदरणीय चन्द्र भण्डारी दाईले यसमा लमीको काम गरिदिनु भयो र त्यसको निम्ति यहाँलाई हृदयको अन्तस्करणदेखि म धन्यवाद दिन चाहन्छु। अब कुरा त धेरै थिए, तर समयको पाबन्दीले गर्दा मैले आफ्ना कुराहरू केही सठिक रूपमा राख्न चाहन्छु। सभामुख महोदय, यो बुद्ध जन्मिएको देश, हामी बुद्धका अनुयायीहरू। सिद्धार्थ गौतमले दरबार छोडेर जानुभएको, राजकाज परित्याग गरेर जानुभएको र इतिहासलाई अझ गम्भीर रूपमा हामीले डिपली स्टडी गर्यौँ भने अहिलेको अर्थमन्त्रीज्यू त अझ बुद्ध जन्मिएको ठाउँको आसपासबाट आउनुभएको, माउली गाउँबाट आउनुभएको मान्छे हुनुहुन्छ। हामी सबैले आदर गर्ने, हामीले मान्ने हाम्रो आदरणीय नेता नै हुनुहुन्छ उहाँ। व्यक्तिगत रूपमा म उहाँलाई असाध्यै मान्छु। अनि हाम्रो प्रधानमन्त्री त अझ 14 वर्ष 15 वर्षसम्म जेल जीवन बिताएर नेपाली नागरिकका निम्ति, नेपाली जनताका निम्ति लडेर आउनुभएको र इमान्दारितापूर्वक भन्दा कहिलेकाहीँ हाम्रै पार्टीका साथीहरूले हामीलाई थुनाउँदा समेत यो सुनिललाई अन्याय भयो भनेर निकाल्नुपर्छ भन्ने मान्छे। अनि मैले यसो सोचेँ, हामी बा भन्थ्यौँ, साँच्चै हो। अनि बाले छोराहरूलाई मात्रै बजेट नदिएको हो कि भनेर हेरेको त भइले एक दुईजना चेलीबेटीसँग कुरा गरेको, छोरीहरूलाई पनि दिएर रहेछ कि। समस्या त छोराहरूमा मात्र रहेन रहेछ, छोरीहरूमा रहेछ। मैले जोड्न खोजेको विषय के हो भन्नुहुन्छ भने, म एउटा सानो टक भगवान बुद्ध र चाहिँ आजाद शत्रु भन्ने तत्कालीन अवस्थाका महाराजको बिचमा भएको एउटा संवाद तपाईँहरूलाई सुनाउन चाहन्छु, स्मरण गराउन चाहन्छु। आजाद शत्रुले, बिम्बिसारका पुत्र हुन् आजाद शत्रु, उनले चाहिँ धेरै मारधाड गरे, राज्यमा धेरै दमन गरे, धेरै बल प्रयोग गरे। त्यस पछाडि अन्तिममा जब बुद्ध शिक्षाबाट उनी प्रभावित भए, उनले आफ्नो श्रीपेश खोलेर बुद्धको एउटा भिक्षु मार्फत बुद्धलाई गिफ्ट दिएर उहाँले पठाए र बुद्धले फर्केर आएर त्यो दिएको उपहार उहाँले चाहिँ जो राजालाई फर्काउनु भयो र भन्नुभयो, यो मलाई के काम छ र, यत्रो संसार, यो संसारिक चिजबाट टाढा रहनको निम्ति मैले आफ्नै कपिलवस्तु जस्तो राज्य त्याग गरेँ, राजा हुने मोह त्याग गरेँ। त्यस कारणले तपाईँको श्रीपेश, तपाईँको राज्य आज मलाई जुन उपहार दिन खोज्दै हुनुहुन्छ, त्यो मेरो निम्ति कुनै अर्थ राख्दैन, यसले यो निरर्थक छ। म त संसारका प्राणीहरूलाई उद्धार गर्नको निम्ति राजाहरूको पनि राजा, महाराज, धर्मराजाहरूको पनि राजा बनेर बस्न चाहन्छु, जनजनमा पृथ्वी रहुन्जेलसम्म मान्छेका हृदयभित्र बस्न चाहन्छु भनेर उहाँले भन्नुभयो। यानि कि त्यो एउटा लिडरसिप, एउटा नेताले सोच्ने, एउटा भिजन भएको लिडरले सोच्ने विषय त्यो